तँलाई एउटा सरप्राइज छ के होला ल गेस गर त ल गेस गर ल भन न के होला ल भन त ल एकचोटि गेस गर अनि बल्ल आँखा खोल्दिने ल गेस गर न ल 1 2 3 ल हेर के हो कसलाई यो खुसी लागेन तँलाई थाहा छ यो कसले पठाइदिएको कसले ल्याइदिएको थाहा छ गेस गर त ल कसले तँलाई ठुलबाबा किनिदिएको बुझिस् चला न नडरा न ल ल ल ल ल चला ल नडरा यता सपोर्ट छ कि के भन्दा Day 2 साह्रो गर्मी हो कता गयो भोइसले काम गरोस् प्रभु बडा हावा चलिरहेको छ यो हावा 6.5 hours later म चाहिँ छोरालाई साइकल ल्याइदिएर घर जानेछु प्रिन्सलाई रियाक्सन हेरौँ है घर हल्ला गर्छ देखेर यही हो प्रिन्स कस्तो लाग्यो साइकल देखाइदिनु न त्यो नानीलाई के त्यसलाई के त्यो कसो गरेछ माथि लैजा त मलाई यति झर्नु भयो तँलाई आउन के आउँछ कस्तो लाग्यो साइकल राम्रो कडा यति उता जानु चढ्छ हट्न ल यति झार न नानी मैले यति चलाउँछु झर्छु ल नयाँ साइकल पाउँदा कस्तो लाग्यो तँलाई खुसी भइस् बाबाले पढाइदिएको छ हजुर Day 3 मेरो ब्लग हेर्छस् केमा हेर्छस् त सुशील जिया 99 हो कस्तो लाग्छ त ब्लग दाइ राम्रो लाग्छ दामी लाग्छ अनि के खाइरहेछस् त घडी कति पर्छ नि यसलाई 10 मलाई खै त दाइले दिने हैन ल अहिले म पछि खान्छु अरु के छ त कति क्लासमा पढ्छस् त तिमी 3 क्लासमा नाम के रे तेरो
गतराज हो त कति वर्ष भएछ नि 9 वर्ष 9 वर्ष भएछ त हो अनि के छ त अरु नयाँ स्कुलमा के पढाउँछन् नि पुरै इङ्ग्लिसमा ल इङ्ग्लिसमा नाम भन् त इङ्ग्लिसमा नाम भन् त व्हाट इज योर नेम My name is Vipin Gatra. व्हाट्स योर स्कुल नेम My school's name is Sri Lakshmi Basic School. व्हाट्स योर फादर नेम My father's name is Kasiram Gatra. व्हाट्स योर मदर नेम My mother's name is Meena Gatra. व्हाट्स योर ब्रदर नेम My brother's name is Ashish Gatra. Oh wow, what a beautiful English. दामी छ कडा छ हैन थाहा छैन ब्याक मजा गर्छ यार थाहा छ दामी छ हैन इंग्लिश तेरो ल राम्रोसँग पढ ल Day 4. यसलाई लिएर हिँड न खोले यसलाई बफाउने चाहिँ यता लिएर काट्ने फेरि त्यो पनि झोला हाल्यो होला दर चाचा हेलो चाचा चाचा क्या हो गया भाई? बहुत बढ़िया बा। पैसा बुझ्न आउँछ कहाँबाट 1200 को मासु ले भाव कतिको 1220 के को मासु हेर च्वाचेको हैन धुसको पनि यही लाउने पत्री हेलो साथीहरु के छ आज ब्लगको 5औं दिन हो म आज हाम्रो चाहिँ रानीमल जाने भन्ने प्लानिङ छ ग्रुप राइड जाने थियो अहिले चाहिँ जाँदैछु म भैरवथानको नजिकतिर जाँदैछु सिधै घुम्ने काम चाहिँ थोरै हेर्दै गर्नु होला भिडियोलाई अन्त्यसम्म साथ दिनु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला यो बाटो चाहिँ दामी बनाएको घोरले गायो ब्लगमा धुलो खुवाउनलाई पर्खे रहेछ नि यिनले धुलो खायो जाऊ अगाडि धुलो खाइएको अब धुलो छ के जाऊ धुलो खाइयो तेर गाउँ सुत्त चलाएको बाटो त डेन्जरस है वान मिस होला Oh my God! A few minutes later. यस्तो सम्मान पिकअप उठाउने चाहिँ दुःख मान्ने पनि बाइकले मिठो मिठो कुरा गर्दै मुटुमा दस्ने मायालुला अहिले यताको बाटो धेरै सजिलो भएर चाहिँ अफरोड हिँड्न मजा आइरहेको छ सो आज रानीमहल पुगेर म जानुपर्छ 4 जना अगाडि जानुभएको छ बाइकमा बाइक मिलन दादाको त भरै नमान्ने हो बाइक चला आएको ड्राइभर हो नि फेरि सबभन्दा पहिला लाइसेन्सवाला अझै भर नमान्ने पनि केटाहरूले हेर कोही टेकिन नखोज्ने पनि अरू यो बाइक त यार बहुत अप्ठ्यारो माने यार म चलाउने यार 3 दिन हो नि यता पूजा त के अरे झाँक्री पूजा अनि चण्डी पूजा
चण्डी पूजाको भोलिखेर फेरि खै के भनेर पूजा गर्छन् कि मेलो मेट्ने पूजा हो कि के हो कि यिनीहरूको हाम्रो जनताले यो वर्ष झाँक्री पूजासम्म गरियो बाटो चाहिँ राम्रो भएर चाहिँ यार यता हेर है त्योभन्दा बाटो धेरै सुरक्षित हुन्छ क्या नाली नकाट्न मिलन दादाले फोन हान्नु त बाइक रोकेर तलबाट त आफै लिएर जान्छ नि यार म यो के देख्दै यो बाटोमा त उलेर हिँडेको दाइ क्रस फायर क्या क्रस फायर मजा लाइसेन्स निक्लेर बाइक किनौँला भन्ने हो भने त्यस्तै हो दाइ चल किनकि गाह्रै हुन्छ हे भन्नुहोस् बाइक किनेपछि निकाल्ने क्या लाइसेन्स ननिकालिकन बाइकै किन्दिनँ भन्ने भने त निकाल्नै सकिन्न दाइ मिलन दादालाई यो चलाउन नदिएर ठिकै गरियो गर्न ओह्रालोमा होइन अब आफै चलाउँछ मिलन दादा के पर्दैन कि यो रेस हल्का बढाइदिने रेस सबै छैन यो बाइकमा यात्रा रानी महलको यो 3टा बाइकमा 6जना के अल्टुम्रे गरेर मिलाउँला कि एउटा टी सर्ट किन्छु म तपाईँहरूले रेस मिलाउनु होला क्या हुँदैन ओ भाइ यो मुत्ने ठाउँ हो ओ भाइ ओ यो मुत्ने ठाउँ हो समस्या यसलाई सर्भिसिङ गर्ने नि त बाइक त सही छ पुरै ओह्रालो हो क्या किन कुनै मलाई फेरि सर्पो भने साह्रै डर लाग्ने मैले यसलाई सर्पो चाहिँ माने नआइदिए हान्न हात्ती ढुङ्गा हो सेम हात्ती जस्तो देखिँदो रहेछ कि होइन हात्ती ढुङ्गा के गरेँ नि नाइ नभन्ने खालको केटाहरू होला मालेको पारी हेर्दा नि डर लाग्छ यार बाइक चलाउने यार यस्तो भिड यहाँबाट खसेर बोरा लिएर छ नि त होला नि है टुक्रो पनि एकै ठाउँ भेटिन्न यहाँबाट माथिबाट गयो भने सिधै रिडी पुग्थ्यो क्या ए रिडी होइन अर्गेली पुग्छ हामी एकचोटि आएर पारीपट्टिको स्याङ्जाको उसमा बसेको के क्याम्पिङ होटलमा यस्तो मजा गर्थ्यो भाइ हामीले त्यस्तै नदी तरेको हो नि त यही जेठसारताका पोर्साल आएको क्या मेरो भ्लगमा पनि हालेको छु मैले नाइ के त्यो लेडिजहरू आउनुभन्दा पहिल्यै हो भ्लग हालेको थियो क्या रानी महल एसी डिलक्स रुम अरे त यो पनि पिस थिएन अहिले त पुरै पिस के फिर हेर्नु त ब्रेकले छोडिसकेछ क्या बहुत टाटा है गाइजहरु रेडी हुँदैछन् पुरा हेलो यो सुशील जी 99 यो है फर्स्ट टाइम हो एक्सपिरियन्स दोस्रो अंकलको मेरो फर्स्ट टाइम दोस्रो हाम्रो रानी महल गण्डकी मेरो पनि फर्स्ट टाइम हो हाम्रो दोस्रो के पहिलो भेउ तलब के दोस्रो रानी महलको बोटिङ त गरेको र्याफ्टिङ गरेको थिएन कि मैले र्याफ्टिङको एक्सपिरियन्स त लिन पर्यो नि अनि यार यो एकदम मजा आइरहेछ कस्तो लागिरहेछ मजा आइरहेछ हैन पाल्पाको काली गण्डकी एकदम माछा कति आयो दामी ओ भाइ 1 किलो र्याफ्टिङ गर्नेको बीचमा माछा किन्नको हतार लागिरहेछ माझी दाइले जाला हान्यो भन्न मिलेन है माझी दाइले पन्नीमा हान्यो रामदीको गण्डकीमा अरे फेरि
दाइ कत्रो कत्रो फेरि तपाईँले कत्रो देख्नु भएको अरे ल तैँले कत्रो देखेको मैले पनि त्यही हो सुटबुट कसिसकेको हामी अब जुत्ता लगाउँछ भाइ यसरी अनलोड गर्नुपर्ने रहेछ यसलाई गाडीको छतमा हालेर खाएर आयो ढिलो पनि भयो 6 बजी लागिसक्यो हामी गएको थियौँ रानी बजारबाट फर्किँदाखेरि बिचमा खिचेको भिडियो एकैछिन रेकर्ड भएर झुकेर फेरि सल्भ भएर होला रेकर्डै भन्छ कि अनि फेरि माथि नाच्न आएर हेर्नु भन्दा त्यसमा रेकर्डै नभएको रहेछ अनि यहाँ फेरि एकछिन गर्नु पऱ्यो ल त अर्को बाइक त साथी लिएर गएर अर्को बाइक चाहिँ कुदेछ धेरै लिनुभयो अगाडि हामी हेरेको फेरि 15-20 मिनट कुद्नुपर्ने भयो सो हामी आइहाल्यो अब फर्किन्छ रानीको घुमेर फर्क्यो भिडियो के कस्तो लाग्यो भिडियोलाई हेर्नु साथीहरूको धेरै धेरै धन्यवाद भिडियोमा लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला बाई बाई